समयको त वाट लागिसकेछ आज बिहानै बिहानै वाट लागिसकेछ हेर्न सक्नुहुन्छ पोल्टी चाहिँ माटेर मलाई जिस्काएर बसिरहेछ माथिबाट टुरिज्ममा काम गर्दा तिमीलाई के गाह्रो लाग्छ कि लाग्दैन हजुर गाह्रो छ मन्त्र म्याङ्गो मन्त्र भनेर आएको छ त अनि एउटा यो लेडी लभ भनेर आएको छ क्या लेडी लभ होइन सो हेलो नमस्ते टु एभ्रीवान होप यु गाइज आर फाइन सबैजना सन्चै हुनुहुन्छ होला होइन म नि एकदमै सन्चै छु अनि आजको के आज के अरे माघे सङ्क्रान्ति होइन मागेर सबलाई ह्यापी मकर सङ्क्रान्ति आज यो माघे सङ्क्रान्तिमा सबैलाई हाम्रो जति पनि चिन्नु हुने नचिन्नु हुने सबैलाई धेरै धेरै शुभकामना है अनि सबैलाई पार्टी सो गाइस अहिले चाहिँ मलाई जानुपर्ने छ उता साउको घरमा मतलब अब साउले अब के राखेछ पार्टी सानो प्रोग्राम राखेछ अरे होइन अनि के खाना गइरहेको छु होइन सो गाइस यता अब दाइहरू पनि गएर आइसकेर छ हेलो के पाएको थियो फेरि भनिदिनु पर्यो अब म पहिला के भन्छु भने हेलो सर्वप्रथम त आज यस मकर सङ्क्रान्तिमा सम्पूर्ण मतलब देश विदेशमा रहनुभएका सम्पूर्णलाई मकर सङ्क्रान्ति अर्थात् ह्याप्पी मकर सङ्क्रान्ति भन्न चाहन्छु तपाईँहरू जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वास्थ्य रहनु होला व्यस्त रहनु होला खुसी पनि रहनु होला भन्न चाहन्छु राम्रोसँग मकर सङ्क्रान्ति मनाउनु होला होइन अनि सबै कुरो धन पैसा सम्पत्ति होइन स्वास्थ्यको पनि ख्याल गर्नु होला धन्यवाद सो 400 रुपियाँ तस्बिरमा हेर्ने ए भाइ अनि सो गाइस ल अब म उता जानु पऱ्यो साउ घरमा अब टक्कै अब के खानु पऱ्यो होइन के भने साइड गर्नु होइन तर म नआएको छैन अहिले अब खाएर नआउँछु होला म उल्टै काम गर्छु म होइन किनकि अहिले चिसो छ होइन अहिले चिसोमा पानी छुने डर लाग्छ मलाई आउने बाटोमा चाहिँ आउँदैन आजको दिनमा यस्तो जाने मासाला नाटक गरेछ यिनीहरू सो अब हेरौँ न अब मासु बन्यो होला होइन टक्कै खाऊँ होइन अनि अब यताबाट अब समिता पुगिसकेछ अब यहाँ म र सिद्धार्थ भाइ अब जान्छु होला उता सो त्यही हो सिद्धार्थ भाइ जाऊँ यतिकै जाऊँ त के छ त हामी नुहाएर बसेको होइन त्यही हो भन्ने क्या त्यही हो गाइस अब उता जान्छौँ होइन हामी अब सब घर पुगिसकेँ अनि यहाँ छ मान्छेहरू टक्कै हामी चाहिँ खाना आएको यता होइन अरू के गर्न आएको होइन खाना मात्रै आएको होइन अब टक्कै हामी अब खानाले अब टिका टालो के गर्छ होइन टिका टालो त नगरौँ आएको छैन होइन म खान्छु होइन भोक लागेको छ रातिदेखि नै भोक लागिरहेको थियो होइन राति अलिकति के अरे छोइला मात्रै खाएर पेट टन्च भएको छ अनि यहाँ चाहिँ आशीर्वाद पुरै नुहाएर पुरै अनि यहाँ चाहिँ अब समीलाई यता पुरै जाडो लागेर यहाँ आगो तापिरहेको छ बिहान बिहान नुहाएपछि एकदम चिसो लाग्छ कि आज मलाई स्क्याम गरिदियो त्यही हो गाइस होइन अब अलिकति खानुपर्छ हामीले अब खाएर एकचोटि बोल्छु है बिचरा 2 वर्ष बसिरहेको त कसरी नहोस् गोरो देखेछ मान्छे म भन्दै गोरो देखेछ भनेर मिल्दैन होइन अब यो गाइस होइन टिका त लगाइदिइहाल्यो होइन नलगाउनु भने नुहाएको छैन लगाइदिनु पऱ्यो अब के छैन लगाइदियो भने ठिकै हो अब नुहाएर पनि के उखाड्न सक्छु र मैले होइन कुछ ज्यादा नि हो गया यतिकै लगाइदियो होइन अनि सो गाइस अब आन्टीले भन्दै थियो कि मान्छेले सोल्टीलाई बोलाएर ल्याऊ भनेर अनि सोल्टी यहाँ छ होइन गुड मर्निङ ह्याप्पी माघे सङ्क्रान्ति भनिदेऊ ह्याप्पी माघे सङ्क्रान्ति सबैलाई अब उठा तिमी अनि उठा तिमी छिटो फ्रेस भइहाल होइन माथि बोलाउँदैछ मान्छे अनि यहाँ चल्दैछ सँगै आउँछु रे अहिले बोलाएर चाहिँ माथि सबजना एकैचोटि अब एकजुट गरेर खानुपर्छ भन्नुहुन्छ टन्ने खायो होइन अब टक्कै अब जाँदैछु होटल तर मिठो बनाएको थियो यार मलाई साला साँच्चीकै चिकनहरू बनायो कि अब जस्तो लागेको थियो होइन सब भेजिटेरियन रहेछ होइन टक्कै खायो अब एकैचोटि अब होटल जान्छु होइन सो गाइस पचाउनुलाई अब चप्टै अब हामीले हजमोला खानुपर्छ होइन टक्कै खाएर अब पचाउनु पऱ्यो अहिले अझै खानुपर्छ नि त होइन टक्क हाम्रो यहाँ होटल इन्ट्री भयो अनि यहाँ मर चाहिँ त ललिता त पुरै
मस्त मगनमा छ होइन सो पहिला खाइदिउँ न होइन कसो माई गड टिका लगाएर कसो देखेर अनि हाम्रो यहाँ अब टिका लगाएको मलाई टिका लगाउन कस्तो अड लाग्छ नि यो मान्छेलाई टिका लगाउन अड लाग्छ अरे टिका लाग्ने मलाई पिम्पल आउँछ पिम्पल आउँछ अनि केटीहरूले मेरो 24 आउँछ तर पनि लगाएँ मैले होइन सो हिजो आज 1 गते लाग्यो होइन कुन महिना 10 महिना 1 गते होइन 10 महिना 1 गते लाग्यो अब हामीले अब माघ 1 गते माघ 1 गते नै भनौँ न होइन माघ 1 गते नै भनौँ होइन सो त्यो बेला के थियो पुस थियो होइन पुसको हाम्रो लास्टको स्टक दिनुपर्छ होइन लास्ट महिनाको स्टक दिनुपर्छ हामीले सो अब त्यो यो गरियो छ हाम्रो क्लोजिङ लिन आँटेको छ होइन अब मिलेर अब हामी दुईजना मिलेर अब क्लोजिङ लिन्छौँ होइन टक्कै जुलाइकन राख्नु परिगयो होइन जुन चाहिँ छैन त्यो सबै मिलाएर राख्नुपर्छ मगाउनुपर्छ होइन आजको काम हाम्रो 14 तारिकको पेप्सी ल्याइदिनु है ल हुन्छ आज तपाईँ जे भन्नुहुन्छ त्यो ल्याइदिन्छु आज माघी महोत्सवको खुसीमा त तपाईँ भन्नुहोस् न खालि वचन डोलाउनुहोस् म टुक्क पुरा गरिदिन्छु अभी मजा आएगा ना भिडो टुक्क टुक होइन सो यहाँ अब पेप्सी नभएर अस्ति ल्याङ भयो थियो हिजो ल्याङ भयो थियो होइन अब पेप्सी यहाँ डिलरले अब डिलर यहाँ साइडमा डिलर छ नि त हाम्रो त्यहाँ पेप्सी छैन अरे ड्यू मात्रै थियो अब ड्यू कति खुवाउने होइन पेप्सी पनि खुवाउनुपर्छ होइन अब किनकि पेप्सी भनेको अब सबमा युज पनि भइहाल्छ ड्यू त्यति मान्छेले खाँदैन क्या अनि कोकोला नभयो भने पेप्सीमा चलेगा भन्छ नि त होइन पेप्सी अब आज ल्याउनु पर्छ होइन त्यही हो यो मान्छे कति बोलिरहेको यार ट्याक्ट सो ल एकछिनपछि फेरि भेटौँ म काम सकाइहालौँ होइन कसो सो गाइस यता म घरमा आएको छु होइन अब हिजो राति उतै होटलतिर बस्नु पर्ने थियो अलिकति काम भएर कस्टमरहरू थियो नि त त्यही भएर अलिकति बिजी बस्नु परेको थियो अनि अहिले टक्क उताको टिकासिका लगाएर अझै खाजासाजा खाएर यता आएको छु होइन यता चिया खाना आएको कि खासमा होइन भन्नुपर्दा होइन अनि यसो खानासाना यहाँ पनि पाकेछ खाइदिन्छु भनेर कसो होइन सो ल एकछिनपछि अब चियासिया खाएँ फेरि भेटौँ है भर्खर अब म यहाँ के अरे घरबाट यहाँ पुगिसक्यो होटल अनि सुतेको भएको छु भने भाइसका बाजे अलिकति के निन्द्रा हान्दै लुट्केछु भने अनि दाइले अलिकति कल गर्यो मलाई यता प्याक भइसक्यो अरे होटल होइन अनि छिराएछ भने त्यो आँखा खुलेर कल नगरेको भए म एकैचोटि 6-7 बजी उठ्यो होला होइन अहिले मुख धोएर पनि आएको छैन यतिकै लट्ठ छ आँखा होइन ड्रिङ्क गरेको छैन फेरि मेरो निन्द्राले आँखा लट्ठ छ गाई छैन त्यही हो अनि म अलि हेर्दैछु सो गाइस म एकछिनपछि फेरि भेट्छु है यसको म यो वाइट कपडा हेरेर मेरो त आँखा टिम्लाइसकेको छ गरेर चकाडाको जस्तो सो गाइस बल्ल तल कामहरू सकिगयो होइन अनि यसरी बाहिर आएको घाम ताप्नलाई भनेको यसका बाजे बाहिर घामै नै रहेछन् अब हाम्रो 14 दाइ उता हुनुहुन्छ 14 दाइ पनि बाहिर घाम ताप्न आउनुपर्छ होइन तर के थाहा नि घाम हटाएर माटो नि शीतल पाइदिएछ यता होइन अनि बल्ल तल अब खाजाको टाइम आइछ अब खाजा अब हेरौँ न के पाक्छ होला खाजा चिया अरू पाउरुटी छ ब्रेड छ अनि जाम लगाएर अनि ब्रेड जाम अनि चिया अहिले यसो चिसोको मौसममा त तातो खानु पर्यो नि भनेको त्यही त मैले पनि भनेको टक्कै अब सेकुवाहरू पनि दिँदा पनि राम्रै हुन्थ्यो के अरे सेकुवा पनि दिँदैन होइन सेकुवाको लागि आज हाम्रो सेकुवा सबै महोत्सवमा गइसकेको छ थारूहरूको महोत्सवमा त्यही भएर आजको लागि सेकुवा भोलिदेखि सेकुवा पाइन्छ मेरो घरमा मासु बनाएको थिएँ तर मैले नखाएर आएको अब यतै मैले चुरा सब खाएर आएको थिएँ नि त टम्मे भएछ पेटहरू गाह्रो छ नि समीर यहाँ हिरो भयो आइसक्यो त गोरोदेखि आयो समीर के पढ लगाएर आइस क्या फेरि हो समीर सबैजनाले मान्छे त्यस्तै भनेको ह्यान्डसम भयो बढी सोल्टी चाहिँ आँटेको मलाई जिस्काएर बसिरहेछ माथिबाट के गर्ने त्यस्तो अवस्था भइसक्यो होइन सो ल एकछिनपछि फेरि भेटौँ होइन किनकि यहाँको अलिक म रेस्ट गर्न आएको बाहिर के स्टक मिलाउँदैन साला दिमाग दुइसक्यो मेरो होइन त्यही हो ल एकछिनपछि फेरि भेटौँ है बल्ल तल अब यहाँ नयाँ फ्लेभर चाहिँ लिएर आएको रहेछ आशीर्वादले होइन एउटा स्मोक सा भनेर होला होइन दिल्लीबाट ल्याएर रहेछ स्मोक सा भनेर एज क्यान सी होइन उल्टा देख्दो रहेछ यसरी देख्नु पर्छ होइन स्मोक सा भनेर होइन अनि 3टा फ्लेभर लिएर आएको छ नि त्यो ब्रान्डको होइन एउटा चाहिँ सुल्तान इन ग्रेपयार्ड भनेर आएको छ है अनि अर्को चाहिँ यहाँ म्याङ्गो मन्त्र भनेर आएको छ त अनि एउटा यो लेडी लभ भनेर आएको छ क्या लेडी लभ होइन
अलिकति ट्राई गर्छ हामी होइन। अनि यहाँ 3टा मध्येबाट एउटा म कुनै ट्राई गर्छु होइन। अनि लेडी लभ भनेर अब यो थाहा भएन कि होइन, यो कुन कस्तो स्मेल आउँछ भनेर हुन्छ नि एउटा यसको आइडिया छैन क्या। स्मेल गर्दाखेरि अलिकति हुन्छ नि पान रस टाइपको हुन्छ नि त्यस टाइपको देखिरहेको छ। तर पनि म ट्राई गर्छु यसलाई नि है। म्याङ्गो मैले अब म्याङ्गो त्यस्तै हुन्छ होइन, तर छुट्टै आउँछ। तर ट्राई नगर्ने यसको पनि फ्रुटी अब फ्रुट फ्लेभर के हो होइन, यो ट्राई नगरौँ होइन। यो लेडी लभ ट्राई गरौँ है हामी है त। म एकछिन बनाउँछु त्यसो देखाउँछु तपाईँलाई ल। हाम्रो चाहिँ यहाँ उका रेडी भइसक्यो होइन, हेर्न सक्नुहुन्छ मायाको पट रहेछ कि होइन। अनि टेस्ट गर्छु है अब। कस्तो भन्नाले यसको टेस्ट कमिसनर मिन्ट र हल्का पान रसको म्यासअप जस्तो लागिरहेछ मलाई है। तर पनि ठिकै छ, दामी रह्यो। कहाँ हो तिमी रे दिनभरि आज दाइसँग घुमिरहेको थिएँ होइन। अनि त्यही भ्लग बनाएँ, एन्डिङ गर्न बिर्सेछु। अहिले एकछिनमा एन्डिङ गरौँ होला होइन। आज दाइको छुट्टै भ्लग छ, मेरो छुट्टै भ्लग छ होइन। पहिला सँगै भ्लग आउँथ्यो अब त्यही त। अनि समय अगाडि बढ्यो भने छुट्टिन्छ कहिले काहीँ होइन, तर भेटिन्छ नि फेरि होइन। कसो अनि के प्रोग्राम गयो कि गएन आज? प्रोग्राम गयो होइन। यस्तो झाउ लाग्यो नि, यस्तो झाउ लाग्यो। मैले पनि सोच्दै जानलाई अब के अरे रातभर चलेर म जान्छु भनेको सब सकाएर होइन। तर पनि के गर्ने गाइज होइन, यता काम भयो। अब झन् आज के अरे माघे सङ्क्रान्ति भएर माथि कस्टमरहरू टन्ने आएर छ कि, अनि त्यही भएर जान पाएन। त्यो कारणले भएको भए खाली भएको म गएर पनि आउँथेँ, तपाईँलाई देखाउँथेँ पनि होइन। अनि अरू भाइ के भन्नु छ भन? लाइक सेयर सब्सक्राइब गरिदिनु होला होइन। उहाँले धेरै मेहनत गर्नु भइरहेको छैन, अब मलाई थाहा भएन होइन, तर छ होइन। मेहनत गर्नु भइरहेको त्यही हो। लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। तर लाइक कस्तो भ्लगहरू अझै चाहिँ हामी दुईजनाको भ्लग अझै कमेन्ट डाउन गर्नु होला यो कि च्यानल कमेन्ट डाउन बिलो होइन। अनि अगाडि के कस्तो हेर्न चाहनुहुन्छ त्यो पनि हेराइदिन्छु, त्यो पनि कमेन्ट डाउन गर्नु होला। यो त मलाई अब के भन्ने, म हेराइदिन्छु तपाईँहरू जे हेर्नु। थोते दाँत देखाइदियो तिमी, थोते दाँत म्यामी पोको प्यान्ट्स, कहिले दाँतै बोल्दैन यो। म्यामी पोको प्यान्ट्स। समीरको के स्क्याम भयो कुरा होइन, अब निकाल्छु होइन अहिले। ओ समीर अघि नै के स्क्याम भयो तिमी भन्नु त। के स्क्याम भयो भने होइन गाइस, अलिकति गफ नसु। बाफ रे बाफ, स्क्याम के भयो भएको चाहिँ के थियो भने टक्क आगो तप्न गयो, चिसो थियो कि होइन। अनि आन्टीले के भन्यो भने अमित भाइ एउटा थियो कि अमित भाइ। अनि अमित भाइलाई के भन्यो भने अमित समयको तिल दिए। अब मलाई के लाग्यो भने सुरुमा तिल खाने हो, अनि ठक्क भएर अनि फ्रेस भएर अनि पुरै अनि बल्ल खाना खान्छ। अब खाना हो कस्तो के थाहा थिएन, तैँले ललिपप भनेको थियो, ललिपप होला भनेर बसेको होइन। अनि तिल दियो, अनि यति दियो तिल के, अनि तिल भाइ भयो के भयो। अब मलाई लाग्यो खाने हो, थोरै दिएँ, म धेरै तिल खाँदिनँ, थोरै दियो भनेको हालिदियो ती। अनि त्यसले के भन्थ्यो 5 चोटि भन्नु नलाएको थियो। मैले कप्पे हालिदिइहालेको आगोमा, मेन आगोमा चढ्नु पर्ने थियो त्यसलाई होइन, तिललाई उसले मुखमा कप्पै हालिदिइरहेको। अनि त्यही अघि नै मैले हेरेको थिएँ कि के स्क्याम भयो त्यो कुरा मैले उसलाई सोधेको होइन। अनि फेरि यिनीहरू आयो त्यसपछि एकछिनपछि यिनीहरू आयो। अनि हामी जो ममा भएको थियो, म त खाल्टामा गएँ के लिएर जान्छ भनेर सोचेँ। मलाई पनि त्यस्तै भन्दै थियो कि अघि न। तिल मैले गएर सट्टा पहिला हालिदियो होइन। अनि यिनीहरू यसको र त्यो दुइटा भाइ सिधा तिल हालिदियो होइन। अनि टाक्क अहिले के गर्यो भनेदेखि
के गर्ने यो भनेर सोध्यो हामीले केही पनि भनेन कि अब गर न जे हुन्छ गर भनेको होइन सफा यसले त्यस्तो बुझ्नु थियो तिल झरेको रहेछ वरिपरि आगोको यसले चढाइदियो तिलले स्वाड गरेर मैले तिल वरिपरि आगोको वरिपरि के यो भाइ फेरि रेडी थियो खानालाई यस्तो गरेर खाना लागिरहेको थियो स्याबे पुरा फुल रेडी थियो कि अनि मैले जे गरेँ त्यसले त्यही गरेँ कि अनि फेरि मेरो सोल्टी आएपछि होइन लास्टमा मेरो सोल्टी आयो अनि सोल्टी आएर के गरेँ नि त्यसलाई तिल दिएको थिएँ होइन 5 चोटि गरेर खाएँ भनेको त उसले त ममा हालिदिरहेको कि तर के छैन तिल खाने कुरा खाइरहेको छ होइन होइन भुटेको थिएन बाबु हेलो गरिदियो ल हेलो गरिदियो जहिले आइरहन्छ है ऊ बाबु चाहिँ भने इजिट हो होइन अनि गाह्रो केही छ कि छैन त्यो यो इजिटमा काम गर्दा तिमीलाई के गाह्रो लाग्छ कि लाग्दैन भन्दै धेरै गाह्रो गाह्रो छ अब लाइक अब अर्डर गएर ढिलो अर्डर गएर होइन त्यो कस्टमरले के भन्छ तिमीलाई मान्छेले कुनै अब तिमीलाई अब कुनै पिज्जा दियो अरे होइन के दियो होइन अनि ढिलो भएर तिमीलाई के भन्छ कि भन्दैन म खाइहाल्छु ढिलो भयो भने अनि तिम्रो मन्थलीबाट काट्छ होला बाप रे बाप आलु लाइक सेयर सब्सक्राइब होइन कमेन्ट डाउन बिलो कस्तो छ भिडियो होइन म घरिघरि भनिरहेको केही छैन होइन ल उसले पनि अलिक प्रगति गर्छ होइन लास्टमा अहिले गाह्रो छ पछि गएर फाइदा पाउँछ यदि याद राख छु युट्युबमा हाल्नुहुन्छ युट्युबमा हो यो नानी पढ्छ होइन हेलो नानी समयको त वाट लागिसकेको छ आज बिहानै बिहान वाट लागिसकेको छ हेर्न सक्नुहुन्छ चढाउने तिल पनि कालो तिल खाइदिरह्यो मुखमा त्यो कालो भइसक्यो अहिले त्यो माटो साटो मिसेको हुन्छ नि त्यस्तो खिचिपिची भुइँमा खसेको तेल साला आगोमा चढ्नलाई त अभियसली के हालेकै हुन्छ होला नि तिलमा त होइन यो कसको 5 रुपियाँ कि मेरो हो त्यो उसको सरी उसको